म आज थोरै केही कुराहरू तपाईँहरू माझमा राख्दैछु। फिटनेस सम्बन्धी नै छ। खास गरी यो भर्खरका यङ अनि भर्खर जिम जोइन गर्ने साथीहरूको लागि हो। ठुलो हुनुहुन्छ या सानो हुनुहुन्छ, जस सबै भर्खर जोइन गर्नुहुन्छ जो सुरुमा, उहाँहरूको लागि चाहिँ एकदम खास हुनेछ। मैले तपाईँहरूलाई केही सिकाउन खोजेको त होइन, तर जति पनि यो देखिरहेको छु, आफूले देखेका कुराहरू चाहिँ तपाईँहरूलाई भन्दैछु। नयाँमा आउने साथीहरू, दाजुभाइ, दिदीबहिनीहरू चाहिँ जुन ठाउँमा चाहिँ अब राम्रो कोच होला, सबै ठाउँमा कोच राम्रै हुन्छ, ट्रेनर राम्रै हुन्छ भन्ने छैन। ट्रेनरको म्याक्सिमम् मैले देखाएँ चाहिँ सुरुमा 1-2 हप्ता चाहिँ यसो गर्दा जस्तो गर्नुहुन्छ, त्यसपछि बिस्तारै चाहिँ त्यसलाई इग्नोर गर्दै जानुहुन्छ, गरिहाल्छ नि भन्ने हुन्छ। त्यही भएर चाहिँ तपाईँहरू नयाँ हुनुहुन्छ भने जिम गर्दाखेरि तपाईँहरूको त्यो जस्तै आफूले गरेको वर्कआउट कुन हो, कसरी गर्ने भन्ने कुरा थाहा नभएसम्म चाहिँ आफूले मन्थली पैसा तिर्सकेपछि, तपाईँहरूको आफ्नो पैसा तिर्सकेपछि चाहिँ सोध्नुपर्छ। सोध्ने बानी बसाल्नुहोस्। किनभने कतिपय देखिरहेको छु मैले, तपाईँको मेन त अझ यो डेडलिफ्टहरू, लेग प्रेसहरू गर्दाखेरि चाहिँ मान्छेको मसल, मतलब मान्छेको शरीर भनेको हड्डीहरूबाट, मांसपेशीहरूबाट बनेको हुन्छ। त्यो हामीले एउटा वेट उचाल्दाखेरि चाहिँ त्यो मिलेन भने चाहिँ मसलहरू क्र्याक हुने, इन्जुरी हुने चान्सेस लाइफ टाइम नै फेरि हामी फेरि जिम नआउन सक्ने गरी इन्जुरी हुनसक्छ। त्यही भएर तपाईँहरू चाहिँ के गर्नुहोस् भने, आफूलाई आउँदैन भने सुरुमा आफूभन्दा जान्नेलाई या त्यहाँको ट्रेनरलाई चाहिँ सोधेर मात्रै, राम्रोसँग फर्म मिलाएर मात्रै गर्नु होला। सुरुमा चाहिँ अप्ठ्यारो होला, सोध्नलाई अप्ठ्यारो होला, के भने सोध्ने के होला भन्ने अप्ठ्यारो मानेर हुँदैन, लजाएर हुँदैन। मै जान्ने भन्नाले पनि पछि फेरि लाइफ टाइम इन्जुरी गराउने, लाइफलाई बर्बाद गराउने भन्दा पनि राम्रोसँग बुझेर जानेर गरेको राम्रो हो। अनि त्यसपछि अर्को कुरा चाहिँ के छ भने, भर्खरका मान्छेहरू चाहिँ जस्तै जिम जोइन गरेको 1 महिनापछि 2 महिनापछि ज्यान बनेर जुन छोड्नुहुन्छ, त्यो के भन्छ भने जिम गएर 1-2 महिनामै ज्यान बन्छ, राम्रो हुन्छ भन्ने हुँदैन। मान्छेको शरीर पनि एउटा मांसपेशी भने नि मैले अघि, मांसपेशीबाट बनेको हुन्छ। हरेक कुरा प्रोसेसबाट हुन्छ, बिस्तारै पहिला स्टेप, सेकेन्ड स्टेप, थर्ड स्टेप भन्ने जस्तै बिस्तारै प्रोसेस हुन्छ, राम्रो हुन्छ। त्यही भएर हतारमा कहिले पनि राम्रो प्रोसेस हुँदैन, भन्नाले राम्रो रिजल्ट आउँदैन। शरीर बन्नलाई, मसल बन्नलाई पनि एकदम टाइम लाग्छ, बिस्तारै हुन्छ। जब मान्छेले धैर्य गर्छ, मिहिनेत गर्छ, भित्रबाट एउटा साहस गर्छ, त्यही मात्र सायद राम्रै होला। त्यही भएर 1-2 महिनामा चाहिँ ज्यान बन्दैन। अहिलेसम्म 4-5 वर्ष जिम गरेको अन्तरालमा मैले चाहिँ यसो याद गरेको, मैले पनि यसो बुझिएको कुराहरू चाहिँ तपाईँहरूलाई भनेको छु। हस् त, धन्यवाद।